तितेपातीले केले चख्याउनु आत्मशान्ति आत्मशान्ति हो। तपाईँ पनि म जस्तै मान्छे रुपालो धेरै राम्रो, म त अलि बान्की नपरेको भन्ने बुढो मान्छे, बान्की नपरेको जीवन पार हुनु लाग्यो, भइसक्यो होइन भइसकेको सकिरहेको पो त नि हुनु लाग्यो। फापरले क्या भने भन्थ्यो होइन चेक मात्रै गरेको थियो होइन। हजुरको घर यही हो? यही हो हजुर। यो मेरो सानो उमेरमा बनाएको यो रमाइलो नि 19 सालमा बनाएको। 2019 मा म 22-23 वर्षको हुन्छु त्यतिखेर। 98 सालको पो हुनुहुन्छ कि क्या? है 98 सालको हुनुहुन्छ? 23 वर्षको उमेरमा बनाउनु आएको। यो मलाई पनि आफै अचम्म लाग्छ, कस्तो जोसिलो थिएँ रहेछु। होइन यहाँ हेर्नु देखाउनुहोस् त, पुरानो फोटो छ जस्तो चाहिँ। यो तिम्रो पोखरी गएको त्यो मेरो बुबा बाबै पुरानो हो नि त। हजुर हजुर। अनि यो मेरो जेठी श्रीमती, यो म के अरे 56 सालमा खिचेको म संसद। तपाईँ नेता जस्तो देखिन्छ त त्यहाँ त भाग लिँदा संसद भाग। त्यही त नेता जस्तो देखिरहेको छ कि त्यहाँ चाहिँ। हजुर। यो मेरा परिवार ग्रुपहरू, यो मेरो मम्मी मेरो के अरे आमा इङनामको छोरी भनौँ। यो मेरो ठुलो लाठे एकछिन बुवा चाहिँ पदमबहादुर तावा। हजुर 1971 भदौ 2003 जेठमा मृत्यु। मागुरलाई नि भेट्नु आएको हो क्या उहाँले त? हजुर मागुरलाई भेट्नै पो रहेछ त उहाँ त, पदमबहादुर तावा त होइन? हजुर। अनि अब अर्को कुरा हेरौँ न यहाँ ढोकामा हेरौँ। गुरुबाबुसँग चाहिँ हाम्रो प्रधान उहाँले गर्नुभएको मैले लिँदै गरेको यो त ठिकै। अनि यो म चाहिँ यो चाहिँ फक्ताङलुङ म फेदीमा पुगेको। फक्ताङलुङ कति सालमा लेखेको छ त्यहाँ हेरौँ त? महागुरु फल्गुनन्दले 1962 मा 2062 मा तपाईँ 84 वर्ष पुग्दाखेरि क्या हो यो चाहिँ? हजुर त्यस अस्ति परारको सालको 2 वर्ष अगाडि तपाईँ 84 पुग्दाखेरि कार्यक्रम गरेको? अहिले त 86 छु। अनि खेरि यो चाहिँ तिम्रो पोखरीको हाम्रो उसमा चाहिँ गएका थियौँ तिम्रो पोखरी। यहाँ त बेगा होइन? मचिन्द्र बेगा पनि हुनुहुन्छ। बुद्ध चित्र त्यो अर्को चाहिँ के अरे यो चाहिँ विशाको यो सबै मिसिएको छ। यहाँ तुलसी पनि छ, के अरे रुद्राक्ष पनि छ। यो चाहिँ रुद्राक्ष चाहिँ इन्डोनेसियाको होइन, इन्डोनेसियामा मात्रै यो खाले फल छ सानो। यहाँ त तर 108 भन्दा बढी छ जस्तो छ। हजुर अलिक हेरे मेन्दाङ अब दिनमा एकखेप त मन्त्र जप्नु पर्यो। अनि यो लगाइराख्दा त अनि उता टोइलेट जाँदा पनि लगाइराख्नु होइन? अब तितेपातीले केले चख्याउनु आत्मशान्ति हो। कोही हिगो लयो किन हो, तर आत्मशान्ति। कहाँ पुग्यो हजुरलाई थाहा भयो? एकछिन भोटेगढीदेखिमै छौँ अहिले। अनि त्यहाँदेखि ठ्याक्कै आउँदै गर्दाखेरि अमर तावाको घरमा आइपुग्यो। यही होला सायद। सक्यो त। साह्रै रमाइलो इतिहासकार लागि खट्टा चुक्पी बन्दुक सावा होइन र? तपाईँ पनि म जस्तै मान्छे रुपालो धेरै राम्रो, म त अलि बान्की नपरेको भन्ने बुढो मान्छे, बान्की नपरेको हो। ओके अलिक बान्की नपरेको साह्रै धेरै चिन्दो छ तपाईँलाई। रुपालोमा रूप त तपाईँको त क्या हो क्या अन्त नि। तपाईँकोमा सुकेको जिउमा लुकेको कला छ भन्थ्यो तपाईँको लागि अरूले, धेरैले सुने, धेरैबाट सुनेको हामीले। तपाईँलाई धेरैले चिन्दो रहेछन् हो नि है। त्योपट्टि त होइन होला। त्यसो चाहिँ मैले अब कुरा बुझेँ, पत्याइन होइन। यतातिर जाउँ, यसोसम्म चाहिँ हो। यस्तै म बडो गफाडी मान्छेलाई चिनिन्छ नि धेरैले।
यो कहाँको गफाडी रहेछ हौ के रहेछ हौ भन्ने खालको कुराहरू चल्छ नि होइन जहीँ गए पनि अनि यस्तै फाट बोलिहाल्ने भेटोस् या नभेटोस् तर नभेट्ने त कुरा बोल्नु पनि मिल्दैन नि होइन र त्यहाँ यस्तै हुँदा हुँदै अब जीवन पार हुनु लाग्यो भइसक्यो होइन भइसकेको सकिरहेको पो त नि हुनु लाग्यो बेला भएको छैन भिसा आएको छैन हुनु लाग्यो भिसा आएको छैन हुनु लाग्यो दुईटा गाई एउटा पनि ब्याइदियो र फाइदै स्याहार चाहिँ गर्नुपर्ने रहेछ नि त यता त्यता आरो खटो याङबेरी कहाँ आरो खटो मात्रै साह्रै म त होइन हेर्न मेरो अहिले कार्यक्रम के थियो क्याबो अलिकति काटेर क्याबो भनेको क्याबो अनि काट्ने बेला भइसक्यो र के पो क्याबो फापर ए क्याबो भने फापर क्याबो भनेको फापर थाहा भएको कुरो रहेछ अनि टेस्ट गरेको नि होइन टेस्ट गरेको नि त्यो त के भन्नु पर्छ तपाईँलाई त्यो दुइटै भाषामा आउँछ कि आउँदैन भनेर चेक गरेको होइन अनि हामी फापरले क्याबो नै भन्छ होइन चेक मात्रै गरेको त्यो कुरा जतै लाँदा मिल्यो जनमुक्तिको खम्बार हो नि पहिला अमरता भन्छ चर्चित हो नि अनिखेर यतातिर अहिले पो छोड्नु भयो त एउटा अब त्यो सबै सम्भव नहुने कुरा पर्यो नजिक हाम्रो खोटाङ गएँ माझकिराँत हजुर माझकिराँत पल्लो किराँतमा कति बस्नु भनेर हजुर त्यतातिर अनिखेर घुमफिर गर्नु नि मन साह्रै लाग्छ गाङबा मिउगाने कहिले यो कोकाबारान में बेकाम्बी कहिले ना देन बेथो चाइना बोर्डर देन बेथो ने में बेकाम्बी सिन्युकेन मुदेनतिर सिन्युके मुदेन अनि सारे रमाइलो सो यो तेमेन लाजेतिर पनि जानु पर्छ यो तेमेन लाजेनु थो सिन्युकेन मुदेनसम्म हैन हजुर ओके म आम्बी आफै को आन्सी बिया डोरी भन्छ ना उयो बस्दिने डोरी उहाँको सङ्ग्रहालय हो होइन उहाँलाई नै छोडिदिनुहोस् त होइन उहाँलाई नै छोडिदिनु त कसरी अरे हेरौँ त कसरी त्यो पनि बुझ्छु धेरै कुराहरू बुझ्छु तर लागि होइन ए यसरी हो तान्नु पर्ने सबना अनि अब गरे होला अब लोरी गाउने तर निन्द्रा लागिहाल्छ अब यहाँ शीतल पनि हुन्छ कहीँ निन्द्रा लागिहाल्छ थेन्बे चोकमा अनि जोयो भने यो डाँडाघारी जो रानटारे नर्दल रानटारे पुजारी नर्दल गुसार्ने नर्दल जहीँ आंचिका छोरी के लागे सिवा नर्दल साधु नुमे में सत्याङ नुमे क्या उहाँकै घरमा नि म त 2 दफा बसिया छु सुन्दैछु ताजै पुरा एक बेला जम्मा आत्तामै मेगेनेमा देन्ने हो पाकेर खाने हैन अल्ल त्यो चाहिँ मैले बोलाएर यो बनाएपछि यो डिजाइन चाहिँ तपाईको डिजाइन मेरो बनाउने चाहिँ ज्वाइँ हजुर आइडिया दिने चाहिँ म यस्तो तरिकाले यस्तरी बनाउने ज्वाइँ भनेर आइडिया दिने चाहिँ म अब यहाँ विचारका कुराहरू त अब थुप्रै यहाँनिर यो नहुने रहेछ यो यसले 1 वर्ष थाम्दैन 3 लाउँदा पनि राम्रो हुँदैन केले त्यो अर्को ऊ छ नि त्यो सेतो गर्मीले त्यसले खप्ने बस्नै सकिँदैन के चाहिँ लाउँ अब चाहिँ सोच राखेको छु यो ठक्कै 2 वर्ष नाग्यो यो बनाएको है मात्रै 2 वर्ष नाग्यो जो प्लास्टिक 4 जना 5 जना यहाँ त 4 जना 3 जना त्यही हो होइन त्यहाँ खास एकजना त्यो अर्कैको लागि हो होइन त्यसले गर्दाखेरि त्यो अप्ठ्यारो हुन्छ अनि यो यहाँ बस्दा त गीत पनि गाउनुपर्छ नि खास त गीत त गाउनु हुँदैन आउँदैन गीत गाउनु हुँदैन उहिले सुसुवेङ लालावेङको मुन्दुम सुन्नु भएको छ होइन त्यो गीत चाहिँ
गीत मलाई जीवनमा गीत पनि आउँदैन पनि मेरो कतिवटा रेकर्ड छैन धाननाथ चाहिँ हुनुपर्ने कुरा थियो धाननाथ जान्दिन जुवारी जान्दिन थिनबेना पनि जान्ने यो पनि जान्दिनँ मुन्दुबर त अलिअलि सम्झना हुन्छ होइन हातबारे जान्दिन गर्दिनँ मुन्दुमहरू त अलिअलि त हुन्छ र पनि गर्दिनँ अब न बोली वचन बोल्दाखेरि सुहाउने पनि हुनु पर्यो गर्दिन होइन भन्दिन होइन मैले खेमद्रा ला रङ हुनु पर्यो नि त्यो पनि छैन अनिखेर अब यति चाहिँ फरक बाध्य भएर उहाँहरूकै चेली भनौँ न अनि फेरि पछि कान्छी ल्याउनु पर्यो जेठीले कान्छी ल्याइदियो यो यस्तो रेकर्ड पाइन्छ खै तपाईँकै सुन्दैछु मैले जेठीले कान्छी ल्याइदिएको रेकर्ड त्यही त अहिले भर्खर पहिलोचोटि पाएँ मैले अमर ताबाको छ अरे त्यस्तो हजुर हजुर अनि जेठीले चाहिँ अब यही टिम पऱ्यो मेरो फोटो अघि देख्नु देखेँ अनि कान्छी ल्याइदिएर सृष्टि अहिले मेरो ठुलो केटो 48 वर्ष पुगिसक्यो अहिले तल बोर्डिङ यता सनसाइन चलाउने अनि मात्रै सृष्टि चाहिँ सुहाएछ अनिखेर माइलो अहिले यहाँ घुम्दै थियो नि होइन मास्टरमा घर बनाइदिएँ ऊ पनि बाहिर थियो मेरै आइडियाले बनाइदिएको त्यो घर मैले नै नि है क्याङ साइलो परेछ कान्छो पनि त्यस्तै भएर जेठी लु यसो गरौँ लु यसो गरौँ लु यसो होइन यसो गरौँ क्रमशः भन्ने थाहा छ हजुरलाई पालै पालो आजको लागि यति होइन अब क्रम आजै सबै सक्यो भने त भोलि के गफ गर्नु होइन तपाईँसँग फेरि भेट हुँदैन लु क्रमशः ए यो ब्रेक लाग्नु गाह्रो भयो क्या हजुर हजुर ब्रेक थो माङ्सेलुङ माङ्गिमो याङमो तुमी Andumnen niwa gomba jaile yak loro. Lo sevaro. Saman nikal wo. Tumui sevaro. Lo.